हेलो गुड इभिनिङ एभ्रिवान नमस्ते सबैजनालाई। आज चाहिँ म इन्दिरा गान्धी नगर सिलिगुडी चेकपोस्टदेखिको अगाडि बैशाखी मेला लागेको थियो नि त, अन्त मेला जान्छु भनेर चाहिँ मेला आएँ। अन्त यहाँनिर टिकट काउन्टर 10 रुपियाँ रहेछ पर पर्सन। अन्त दुईजनाको काटेर हामी मेलामा इन्टर भए। अन्त फर्स्टमै आदिवासी ओइल रहेछ, अन्त थुप्रै के चिजहरू रहेछ, अन्त राम्रो राम्रो चिजहरू पनि रहेछ होइन। अन्त घुम्दै गएँ यहाँनिर लुगाहरू पनि धेरै थियो। अन्त तपाईँको प्रायः चाहिँ घरको सामानहरू चाहिँ थियो होइन, घरमा चाहिने चिजहरू। अन्त ब्यागहरू, अन्त लेडिजलाई मनपर्ने चिजहरू चाहिँ थुप्रै थियो। अन्त घुम्दै थिएँ होइन। अन्त फेरि यस्तो गरम सिलिगुडीमा होइन, पसिना हुँदै च्याप पसिना हुँदै घुम्दै थियो। अन्त यहाँनिर रोटेपिङ होइन, रोटेपिङ खेल्नु पुरा मन लागेको थियो, तर डढायो। अन्त खेल्नु मानेन हो, अन्त एक्लै खेलिनँ पनि। अन्त अरू गेम्सहरू खेल्नु गएँ होइन। पहिला यहाँनिर स्क्रच गर्नेमा, अन्त स्क्रच गर्नेमा यहाँनिर पिक गरेर चाहिँ स्क्रच गर्न थालेँ होइन। अब हेर्नु त फसिन्छ कि फसिँदैन भनेर चाहिँ टक्क मैले स्क्रच गर्न थालेँ। अन्त स्क्रच गर्दाखेरि चाहिँ मैले एउटा कुनै सामान फसाएको थिएँ होइन। त्यहाँबाट सुटिङ गर्न जाउँ आएँ यता। अन्त लु यो कहाँ उयो लगा दामी भन्दै थियो। अन्त मलाई मेलाको सबभन्दा वर्स्ट गेम चाहिँ मलाई यही लाग्यो, किनभने यसमा चाहिँ ट्याक्कै हुँदैन त्यो भर्खरको यसमा। अन्त फेरि यसमा है, अन्त यसमा नम्बरिङमा है त्यहाँनिर बल हाल्नुपर्छ। अन्त तपाईँको 36 छवटा बल दिँदो रहेछ। छवटा बलमा तपाईँले 666 हाल्नुभयो भने ठुलो गिफ्ट रहेछ। अन्त नम्बर 6 नम्बरमा पार्नुभयो भने चाहिँ एउटा टिभी थियो, एलसिडी टिभी। राम्रो थियो यो राम्रो थियो गेम होइन। यसमा पनि धेरै गिफ्टहरू मैले पाएँ। अन्त धेरै दाले पनि खेल्नुभयो। अन्त धेरै चिज हामीले आज मेलामा फसाएँ। म तपाईँलाई लास्टमा देखाउनेछु के फसाएँ भनेर। अन्त हेर्नुहोस् त के फसाएछु आज हामीले मेलामा गेम्समा, हेर्नुहोस् त। तपाईँहरू पठाउनु सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ एभ्रिवान, बाई बाई।